हेलो फ्रेन्ड, हेर्न सक्नुहुन्छ फेरि वर्षा सुरु भएछ है साथीहरू। अस्ति फेरि दसैँमा पानी परेको थियो, फेरि सुरु भएछ अहिले जाडोमा फेरि वर्षा सुरु भएछ। यस्तो छ मौसम, पानी परेर यस्तो भएको छ। हेर्नुहोस् फेरि बाढी पहिरो आउँला जस्तो भइरहेछ मौसम। खराब छ, 2 दिन अझै पानी पर्ने सम्भावना छ भन्छ मौसम विभागले। यस्तो पानी परेको बेलामा गाई बस्तु बाँध्नै गाह्रो छ, कता बाँध्ने के गर्ने। चाहिँ आज बिहानदेखि सुत्दा गर्दाखेरि अघि उठेको, अघि उठेर कता आएको बाहिर हेराइदिनु पर्यो भनेर। मौसम आज पुरै बिग्रेर खराब भएको छ, पानी परेर के कस्तो छ भनेर यता हेर्न आएको। यस्तो साथीहरूलाई पनि हेराइदिउँ भनेर नि। यस्तो छ बाहिरको मौसम, यस्तो पानी परेर यस्तो भइरहेछ, बाटोहरूमा यस्तो जमिरहेछ। यो त खोलाको बगर हो हाम्रो, खोलाको बगरमा यस्तै छ। फेरि बाढी आउँछ जस्तो भइरहेछ मौसम। 2 दिन पानी पर्यो भने त लगातार फेरि बाढी आउँछ होला। म त छाता ओढेर पुरै के गर्ने, बसिराख्दा अलिकति अल्छी लाग्यो के गरौँ भयो। अनि हेर्नु पऱ्यो। आजको मौसम पानी आज नरोकिने भएछ, आज दिनभरि पानी पर्ने भएछ। दिनको आज अझै 12 बजिसक्यो होला। त्यसो मौसम चाहिँ धानबारी यस्तो छ हालत। यस्तो चाहिँ यस्तो धान खोल्ने बेलामा, काट्ने बेलामा यस्तो पानी परिरहेछ। अन्त बिगार्छ होला फेरि। अस्ति एकचोटि दसैँमा पानी आएर सबैको धान बारी सारी सबै नष्ट पार्यो, घरसर बगायो, कतिको के बगायो, तनाव पार्ने मान्छेहरूलाई। फेरि अब यो पानीले के पार्ने हो थाहै छैन। हेर्न सक्नुहुन्छ खोलाको बगर खोला हो यो। यो काँसले चाहिँ ढाकेको छ। यो काँसले ढाकेको गर्दा चाहिँ उता खोला पानी बगिरहेको छ। यो चाहिँ मकै रोप्नलाई तयारी पारेको खेत भन्नाले पनि काँसबारी थियो। काँसबारीलाई जोतजात पारेर यस्तो मजाले प्लेन बनाएको छ। मकै रोप्नलाई तयारी पारेको छ, जोतजात पारेर। खोलाको बगर पुरै फेरि यस्तै पानी आयो भने त मकै त फेरि बिजोग पार्छ मकै रोप्ने बेलामा। अहिलेको मौसमको केही भरै हुँदैन। एकैछिनमा पानी पर्छ, एकैछिनमा घाम लाग्छ, एकैछिनमा के हुन्छ थाहै हुँदैन क्या, थाहै हुँदैन। एकैछिनमा पानी पर्ने, के पर्ने, घाम लाग्ने। अहिले पनि अब मौसममा जाडोको मौसममा पनि पानी पर्ने हुन्छ। अनि यस्तो अस्ति भर्खर दसैँमा पानी पर्यो, अहिले फेरि अब जाडोमा पानी पर्छ। तिहार सकेर, छठ सकेर, यो छठ सकेर फेरि पानी पर्छ। यस्तो हुन्छ नि, यस्तो छ। यो धानबारी हेर्दै त बाटो हेर्दै पानी हेर्दै फेरि अस्तिको पानी यस्तै 1 दिन पानी परिरहेको थियो मजाले। लगातार पानी परेको कारणले गर्दाखेरि फेरि बाढी आइरहेको थियो। धन्न त्यो दिन दसैँ सकिएको थियो र मान्छेहरूलाई अलिकति दिउँसो, त्यो पनि दिउँसै पानी आएको थियो। बाढी आएर दिउँसो बाढी आएर त्यस्तो समस्या भएन। पनि अब घर जोगाउनै गाह्रो, घर जोगाउन, खेत जोगाउन कहाँ सकिन्छ त। बाढी पहिरो यस्तो हावा पानीले त अब प्राकृतिक देन हो, प्रकृतिसँग कहाँ खोज्न सकिन्छ त होइन। खोला हेरौँ न, हेरेको छौँ कस्तो आएको छ, पानी आएको छ कि छैन। त्यही हुन्छ। यस्तै दिनभरि पानी पर्ने हो भने त भरेसम्म पानी आउँछ होला। पानी त अलिअलि बढिरहेछ, पानी अलिअलि बढेछ खोलामा। पानी त आउँदैछ अलिअलि, हेर्न सक्नुहुन्छ अलिअलि बढेछ खोलाको पानी चाहिँ। बाटो हिलो पाकहरू जमिएको रहेछ, त्यही खतरा छ बाटो।
यो अस्तिको एकचोटि पानीले गर्दा बाढीले गर्दा यस्तो पार्दैछ। यो ट्र्याक्टरले खनेर खाल्टो बनाएको छ। कति पानी छ होला हौ यहाँनिर। ठुलै गइरहेछ है क्या कता छ त हौ भाँसियो छ त मेरो पेन पेन फिज अलि माथि पार्नु पर्यो। धेरै भाँच्छ हौ साथीहरू। यहाँनिर हेर्न सक्नुहुन्छ त्यहाँ परबाट यति आएको भाँसेरै पेन्सन त फिजेछ त मेरो पेन भित्र यस्तो हालत पर्छ। भिजिसक्यो बाढी आएछ साथीहरू खोलामा त। त्यो बाढी आयो भने त लगातार बाढी त बढेछ त खोला त। अनि यस्तै लगातार दिनभरि पानी पर्ने हो भने त रातभरिमा त होइन भरे बेलुकासम्म खोला उफान हुने रहेछ। यो सब कासबारी डुबाउने थियो। कासबारी यो त्यो धानबारी अघि हेर्नुभयो नि त्यो धानबारी सब डुबाउँछ। यो अस्तिको दसैँको पछाडि आएको बाढीले गर्दा यस्तो पारेको छ। यस्तो छ है। पुरा बाढी आएर चाहिँ दाउरा पनि अलिअलि ल्याइरहेछ। बस पनि जोतेको छ। यसपालि फेरि बिजोग बनाउने कतिलाई बाढी पीडित बनाउने हो थाहै छैन। छाल उठिरहेको छ। ड्याङ्गै त्यहाँबाट फेरि अहिले फर्किने बेलामा आएको त ड्याङ्गै भाँसिहाल्यो नि। घुँडासम्म गयो यति भिजेर ड्याङ्गै गहिरोमा भाँसिएछ क्या। झन्डै छिरिहाल्यो बिस्तारै आएको झन् भाँसिहाल्यो त। बनायो बिजुलीको दाउराहरू छँदैछ। त्यो हाम्रो अनि साथीहरू त्यस पछाडि आए त गाईहरूलाई हेरे बाँधिरहेको रहेछ यता छानामा नि। अनि यिनीहरूलाई पराल ल्याएर दिनु पर्यो भनेर अनि गएँ म पराल डेरीतिरबाट पराल तानिरहेको थियो। अनि तानेको पराल मैले पिटासिटा बाँध्यो अरे। अनि यहाँ ल्याएर गाईहरूलाई दिएँ त बाछाहरूलाई पनि दिएँ। अनि एउटा गाई चाहिँ यता थियो छुट्टै त्यसलाई पनि दिएँ। त्यस पछाडि सबैले दिइसकेपछि अनि मैले चाहिँ छाता बोकेर हिँडेँ घरतिर। अनि साथीहरू बाटो हेर्दै गएँ। अस्ति भर्खर बैगन रोपेको पानी जमेर यस्तो भएको बैगनको पानी दिनै परेन। बैगन यता आलु रोपेको त्यसमा चाहिँ आलुबारी चाहिँ यस्तो भइहालेको छ। पानीले परेर यस्तो जमिहालेको छ। अस्ति भर्खर आलु रोपेको यसमा आलु के धान रोप्ने बेला भएको छ। टक्क फेरि जोतेर धान रोप्ने बेला भएछ। आलु रोपेको त आलुको हालत त्यस्तो भइहालेको छ साथीहरू। अब आलु मजाले फल्ने भयो।
छैन।